हस् जाने। हामी चाहिँ अहिले कहाँ छौँ? हामी चाहिँ यो अहिले यहाँ गोर्खा अक्कला देवी मन्दिर ड्यामभन्दा पारिपट्टि पर्छ। मर्स्याङ्की ड्यामभन्दा थोरै पारिपट्टि होइन? तपाईँको यो कति चोटि हो? मेरो अहिलेसम्म त 4 चोटि चोटि भइसक्यो होइन? मन्दिर चाहिँ पुनर्निर्माणको कार्य भइरहेको छ है? पुरै निर्माण कार्य भइरहेको हस्। अक्कला मन्दिर गोर्खा नगरपालिका वडा नम्बर 14 मा गाह्रो पर्दाखेरि चाहिँ यहाँ भाकल राख्ने हो। अक्कर गाह्रो पर्दाखेरि जे भएको ऊ गर्दाखेरि एकदम ठिक हुन्छ। कहाँदेखिको भक्तजनहरू आउँछ? यहाँ त काठमाडौँ, बुटोल, भैरवा जतासुकै आउँछन् अहिले। जो चाहिँ बोल्न नसक्ने बोल्न नसक्ने हो, बाटो नपुगेको। यहाँ कलामाई ज्वरो कसो लाग्यो नगर शान्तिको त्यो शान्ति, घर परिवारसित शान्ति, भाका ताका कुरो सम्पूर्ण प्रायः हिन्दू गर्दा बाटो घाटो खुलाउनु खुलाएर घर परिवारमा अप्ठ्यारो गाह्रो कहिले नपरोस्। यहाँ कलामाई परोस् सब नपरोस्। अनि यहाँ चाहिँ बलिहरू के चढ्ने कुरो? बोका, हाँस, कुखुरा, परेवा, पञ्चबलीमा राख्ने। कहाँ बनेको हो? यही के को काठ? सेतो सेतो छ। हामी चाहिँ अक्काला दर्शन गरेर अब पोखरातिर लाग्ने क्रममा छौँ। पाण्डेश्वरको सब परिवार म आज मन्दिर दर्शन गर्ने सुवर्ण मौका जुराइदिनु भयो। पाण्डेश्वर कस्तो भयो दर्शन? रमाइलो भयो, सबैको दर्शन पनि भगवान्लाई घुम्नु रमाइलो भयो। अब हाम्रो सुतेर गएको पनि ठुलो भयो। हजुर सुतेर तपाईँलाई थाहै थियो अरे मन्दिर अनि घन्टी बजाइयो, देशभर घन्टी बजाइयो। देशभर घन्टीमय छ होइन? ल हजुर